मैले भाउजूलाई भनिदिइसकेँ स्थिति टाइट छ है उसको के हाम्रो दादाको बुढी पानी पऱ्यो भिजो यार मैले भनिदिइसकेको छु त्यहाँदेखि बोकेर हामी सब जाँदैछौँ इट्स अलमोस्ट लाइक 3 hours of ride we prepared to go nothing can stop us water nothing we're ready to go जय नेपाल so we're heading to our destination हाम्रो डेस्टिनेसन चाहिँ 1 hour left 2 घन्टा 3 घन्टाले अलिकति ढिलो भयो धेरै चाहिँ होइन तर पनि ठिकै छ आज भनेको थिएँ पानी पर्दाखेरि पनि बिजुली चम्किँदा नि हामीले केही कुराले रोक्न सक्दैन थियो लागेको छौँ आफ्नो गन्तव्यतिर होइन मजाले रमाइलो बाटो छ हाम्रो यो हाम्रो डेस्टिनेसन चाहिँ अलिकति जोर्जियाबाट नर्थ क्यारोलाइनाको नजिकतिर गइरहेको छौँ सरप्राइज हो हामी कहाँ जान आँटेको चाहिँ इट्स अ लभली प्लेस यस्तै छ खेतै खेतमा चाहिँ के जोतेको पनि छैन शाकाहारी स्टाइल शाकाहारी तर अमेरिकामा अचम्म लागेको भनेको चाहिँ यो गाइस मान्छे मरेर गाड्ने ठाउँ पनि यही हुन्छ घर पनि यही हुन्छ त्यो चाहिँ म चर्च पनि यही हुन्छ होइन त्यो चाहिँ म बुझ्न सक्दिनँ क्या साँच्चै बुझ्न सक्दिनँ त्यो कुरा चाहिँ किनभने नेपालमा चाहिँ गाड्नु पऱ्यो भने कि त पर गुम्बामा गएर गाड्छ कि त जलाउँछ लासहरू तर घरहरू छेउछेउमा हुँदैन यहाँ चाहिँ जलाएकै ठाउँमा घर पनि साइडमै हुन्छ क्या त्यो राति सुत्ने बेला पनि कसरी सुत्छन् मलाई थाहा छैन यार साँच्ची ल फाइनली आएको अवस्था ढिलै भए पनि ए जाओस् ल के भन्नु पर्यो भन न तिम्रो इच्छा कस्तो लाग्यो ठाउँ ठाउँ त हेर्न बाँकी नै छ नि बल्ल त आएको छ सर हेर न अहिले 2 डुबुल्की मारेपछि थाहा हुन्छ डुबुल्की कस्तो डुबुल्की अब टेन्टको स्ट्रगल छ यहाँ चाहिँ अँधेरै भए पनि लेक चाहिँ दह्रो घटेछ हौ पहिलाभन्दा यस्तो छ यो चाहिँ एउटा पार्ट हो ठुलो छ लेक चाहिँ ल ल केटा सुरु गरौँ रातिको 8:30 बजिरहेको अनि अबको स्ट्रगल हाम्रो यहाँ सेफ आजको मिस्टर रमेश प्रधान हाम्रो भेजमा सेफ हुनुहुन्छ यता दीपक कार्की म त म्यानेजर परिहालेँ होइन म चाहिँ ओभरअल हेर्दैछु यता केटाहरूले कसरी बनाउँछ के गर्छ दिएको ट्रेनिङहरू कसरी गर्छ हाम्रो चाहिँ अब यहाँ रामपुरी के पुरी रे रामपुरी बलाल भाइ किन आज सेन्टी छ यार मलाई छोडेर आएर होला क्या मलाई छोडेर आएन कि म बिहान एकजना नपाउन बवाल कराइदिएको छ आफै 2 बजी आउँछु भनेको हो कि नै केटा म चाहिँ बिहानदेखि त्यही छ गाडी फेरि मैले भनेको क्या दाइ गाडी त त्यही छ भनेको त कहाँ भयो म आफ्नो गाडीमा गएको हो त अरे कि धुर हान्नु नि म त ठिक्क हान्नु नि यार अब त थाहा पाइसक्यो धुर हान्नु पनि अरू चाहिँ कसको गाडीमा गयो त अनि ऊ आफ्नो गाडी नलिक कहीँ जाँदै जाँदा कसको गाडी गयो त अरू धुर हान्नलाई यति मात्रै हुन्छ होला है फाइनल्ली आगो पनि बल्यो यत्रो दुःख गर्दा आम्मामा यो त डेन्जर चल्यो त यार 11:30 बजे अनि एकछिन त चल्नै दिनुपर्छ नि त्यो फोइल त
बिजोक भयो त त्यही हुनु त्यसले गर्दा ठिक गरेछ केटा यसलाई आगो बाहिर हुँदैन ओ भाइ बिसम्म मसला लागेको क्या यहाँ हात देखेन भाइ हाल हाल साइडले हाल सब्जी पकाएको फेरि खोप्नु चाहिँ पर्छ यार डेन्जर भयो है चिकन चाहिँ पक चाहिँ अन द वे स्ट्रगल मलाई चाहिँ किन लिम्बूमा चाहिँ हैन उले त्यो तर्क गर्छ नि त भाइरल हुने कुरा हो मलाई चाहिँ किन लिम्बूको कहानी मलाई त्यो म तिमीहरुलाई भन्नु न यो कहानी मलाई थाहा छ के यो चाहिँ जुनै लिम्बूलाई सोधे लास्टै तातो रहेछ चितुवाको भन न कहानी लिम्बू भन्नेलाई चाहिँ उनीहरूलाई किन चितुवा भन्नु भने त्यो लिम्बूको चाहिँ त्यो जुन आमाको छोरा चाहिँ एउटा बाघ थियो अरे है चितुवा कि बाघ हो बाघ उनीहरूलाई चितुवा भन्छ तर उनीहरूले बाघै भन्छ के अनि बाघ र मान्छे थियो अरे के दुई भाइ अनि त्यो मान्छेमा त्यो बाघले चाहिँ एक दिन कहाँबाट त्यो बाघलाई शिकार गरेर जनावर खान्थ्यो अरे एक दिन मान्छेको मासु खान्छ अरे के त्यसपछि जब मान्छेको त्यो उसलाई खुन जिब्रोमा पस्यो नि त्यसपछि ऊ मान्छे मात्रै खान थाल्यो अरे होइन एक दिन अनि उसकै भाइलाई खानु लाग्यो अरे के अनि त्यो खेदाउँदा उसको भाइ चाहिँ सिम्बलको रुखमा चढ्यो अरे के त्यो कहानी छ सुनौ गिरी यो हेर्चेक्रै होइन सिम्बलको रुख लास्ट हो क्या सिम्बलको रुखमा चढ्यो तर लिम्बूसँग ऊ पनि सिकारै खेल्ने हो होइन उनीहरूले त्यो गरेर त्यो बाघ चाहिँ लास्टै भोकायो नि त ऊ एउटै दाजुभाइ लिम्बू र बाघ होइन अनि सिम्बलको रुखमा उसलाई खेदाउँदा टुप्पामै गएर खानु लाग्दाखेरि चाहिँ उसले यसरी बाँडले माथिबाट बाघलाई हानेको हुन्छ क्या त्यतिखेर मुखै भित्रमा बाढ हानिदिन्छ क्या त्यसपछि चाहिँ त्यो के अरे बाघ चाहिँ भनेको अब मर्छ नि त त्यसपछि त्यसले उसले माथिबाट एकपट्टिको हाँगा सरलकै सुर्काएर तल झर्छ क्या अनि यति कुरा याद गर्नु सिम्बलको रुख चाहिँ जहिले पनि एकपल्ट चाहिँ हाँगा हुँदैन क्या जहिले पनि यस्तरी फैलेको हुन्छ उसको हाँगा यस्तरी किन भन्दाखेरि उनीहरूको त्यो उहिले त्यो सत्य युगमा नै त्यो एकपट्टिको हाँगा चाहिँ त्यो दाजुभाइको झगडा पर्दाखेरि त्यो बाघले लुछारेको हो नि त अनि सिमलको त्यहाँदेखि त्यो जहिले पनि सिमलको रुखको हाँगा चाहिँ यसरी छड्के तिनतिर मात्रै आउँछ एकतिर हुँदैन क्या भाइ अनि त्यो मार्नु त उसलाई बाघले आफ्नै भाइलाई मार्यो होइन अनि त्यसपछि उसको आमा चाहिँ लास्टै शोकले व्याकुल हुन्छ क्या केही गरी उसको अब आमालाई माया भनेको त दुइटै छोरा जेसुकै भए पनि अब एउटा जेठा छोरा या कान्छाले मारे छोरा त छोरै हो नि त बाघ भए पनि ऊ लास्टै विरक्तिको हुन्छ अनि के गरेर त्यसको बाघको आवाज निकाल्ने भन्दाखेरि चाहिँ उसलाई त्यो कसले के भन्छ होइन अनि त्यसपछि एउटा हाम्रोतिर एउटा त्यो ढोल बनाउने खास रुख भनेको चाहिँ लाकुरी भन्ने हुन्छ क्या लाकुरीको मात्रै ढोल बनायो भने चाहिँ राम्रो बज्छ क्या त्यसलाई च्याब्रुङ चाहिँ लिम्बू भाषामा भनेको अनि त्यसपछि चाहिँ के हुन्छ भन्दाखेरि उसले अझै खतरा भनेको चाहिँ मरेर त स्वर्ग गएको हुन्छ नि त त्यो उसको एउटा भाइ त बाघ त मरेर अर्को जेठा छोरा हुन्छ अनि उसले चाहिँ के गर्ने भने उनीहरूको अझै पनि सबैभन्दा खतरा ढोल भनेको चाहिँ रातो बाँदरको छालामा चाहिँ ढोल बनायो भने चाहिँ होइन सुनेर पनि नसुने जस्तो गरे हो कि यस्तो चाक माका देखा भाइ ओ भाइ उठ कति सुत्छ मैले किन घोरेर सुत्नु देखाएन हामीलाई उठ कोदै साला नाम पनि बिर्सिहाले यार बिर्सिहालेछ तपाईँ त नाम पनि ढुङ्गा न ए यही रहेछ त मान्छे Woke up late, missed the morning glaze, but the sunlight hits in so many ways. Grabbed my shades and hit the streets, no plan, chasing vibes like seashells in the sand. के को सिग्नेचर हो यहाँ फेरि के केटाले घरै किन्न लागेको हो रमेश प्रधानको त खतरा छ त सिग्नेचर 19
एजै आफ्नो एजले हामीसँग लुगाउनु लाग्यो नि त यस्तो छ CEO हो क्या हो Feel the world just turning slow. Let the breeze tell us where to go. Every step a beat we can make. Life's a tune, sing it till we break. Concrete warm under my bare feet. Crowds moving like a heartbeat. Skipping stones in city streams we find. Let's write a new story, leave the old behind. Someone's cooking love in the air, I swear. Every spark in their voices shows they care. Colors splash like secrets on these walls. It was at this moment that he knew. He fucked up. नमस्ते रेस्टुरेन्टमा ओह केटाहरू के छ हौ ल कहाँबाट भेट्नु हो यार दादा कहाँ आउनु हो तपाईँ खाएन यार रोटी त नेपालको हो र होइन होला नेपालमा जाने चाहिँ कौन सा नेपालकै होला क्या तिम्रो त्यो छ नि अनि सकिसक्यो क्या तिमीहरूको आउँदाखेरि फेरि पानी मगाएको हाम्रो चाहिँ पानी हो फेरि दसानी पानी टाढा धकाल्यो ल